नमस्कार टक विथ विशाल शोमा हजुरलाई स्वागत छ। म विशाल घिसिङ तामाङ। टक विथ विशाल शोमा विशेष गरी हामी एउटा सामाजिक व्यक्तित्व, व्यावसायिक व्यक्तित्व जसले चाहिँ सफलता सँगसँगै सङ्घर्ष पनि देख्नु भएको छ र सङ्घर्ष सँगसँगै उहाँले सफलता पनि चुम्नु भएको छ र समाजमा योगदानहरू पुर्याउँदै आउनु भएको छ। त्यस्तो व्यक्तित्वहरूसँग हामी कुराकानी गर्ने गर्छौँ। आज पनि हामी रिप्रेजेन्ट गर्न चाहन्छौँ एउटा यस्तो व्यक्तित्व जो चाहिँ मात्र व्यावसायिक रूपमा सफल हुनुहुन्न, उहाँ सामाजिक रूपमा पनि त्यतिकै अग्रसर हुनुहुन्छ। त्यो सँगसँगै विभिन्न क्षेत्रहरूको उहाँले चाहिँ एउटा ठुलो र फराकिलो अनुभव राख्नुभएको छ। उहाँ हुनुहुन्छ मिस्टर भूमि पौडेल। उहाँलाई म कसरी तपाईँहरूमा चिनाउन चाहन्छु भने उहाँ मेची उद्योग वाणिज्य सङ्घको उद्योग उपाध्यक्ष पनि हुनुहुन्छ। त्यो सँगसँगै उहाँ रोटरी क्लब अफ मेची नगरको प्रेसिडेन्ट इलेक्ट हुनुहुन्छ। त्यो सँगसँगै उहाँ स्टोराइजन इङ्ग्लिस बोर्डिङ स्कुलको एलुम्नी एसोसिएसनको पनि उहाँ अध्यक्ष हुनुहुन्छ र अझै विभिन्न सङ्घ संस्थामा उहाँ आबद्ध भएर समाजको लागि, समाज रूपान्तरणको लागि, समाजमा युवाहरूको लागि, समाजमा उद्योगहरूको लागि र समाजमा आवश्यक सहयोगको लागि जहिले पनि अग्रसर भूमिकामा उहाँलाई हामी देख्छौँ। र आज म एकदमै प्राउडली उहाँलाई तपाईँहरूको माझमा स्वागत गर्न चाहन्छु। आज स्वागत गरौँ उहाँलाई। कार्यक्रममा स्वागत छ हजुरलाई। धन्यवाद विशाल भाइ। अहिले व्यवसायिक हिसाबले चाहिँ कस्तो व्यस्त हुनुहुन्छ दादा? अहिले पनि बल्ल बल्ल समय मिलाएर आउनु भएको छ। अहिले चाहिँ अब त्यस्तै बाहिर थियौँ होइन, एउटा मिटिङमा थियौँ। अब अहिले भर्खरै वार्ड सङ्घको चुनाव नजिकै छ नि त। ए हजुर हजुर। अनि त्यसले गर्दा पनि अब विभिन्न साथीभाइहरूलाई भेट्ने, आफ्नो कुराहरू राख्ने, हजुर, आफ्नो अगाडि कसरी बढ्ने भन्ने कुराहरूमा डिस्कस भइरहेको छ। त्यसले गर्दा पनि अलिकति अहिले चाहिँ अलिकति समय व्यस्तै त्यही भएर समय व्यस्तता छ हजुर। अनि अरू त सबै ठिकै छ जीवनको पाटोहरूमा। तर पनि जस एकदमै तपाईँ बिजी नै भइराख्नु भएको देख्छु म। समय अब तपाईँसँग धेरै कुरा धेरै क्षेत्रमा भएको कारणले गर्दा पनि समय तपाईँमा एकदमै अकुपाइड नै हुनुहुन्छ तपाईँ। त्यो तपाईँहरूले स्टोराइजनको एलुम्नी एसोसिएसनबाट गर्नुभएको होइन? त्यो प्रहरीको थानाहरू त्यो जिन्जी आन्दोलन भए पछाडिको घटना पछाडि तपाईँले गर्नुभएको थियो। तर त्यो विषयमा अलिकति भन्दैन, मलाई पनि ठ्याक्कै थाहा भएन। यस्तो भइदियो। अब त्यो बेलामा चाहिँ के हो भने के गरौँ होइन, हामीले चाहिँ अब विशेष गरी हामीसँग चाहिँ स्टोराइजन स्कुल चाहिँ के भइदियो भने एउटा पुरानो पनि स्कुल भइदियो र त्यहाँनिर धेरै विद्यार्थीहरू पढिरहने, बाहिर गइरहने हुनाले त्यहाँबाट स्कुल पास आउट भएपछि विभिन्न देशहरूमा जाने, राम्रो तरिकाले अब जीविकोपार्जन गर्ने अनि अलिअलि सहयोग गर्ने इच्छा भएको मान्छेहरू तपाईँको त्यहाँनिर भएपछि हामीले आह्वान गऱ्यौँ, ल अब यो बेला चाहिँ सबैजनाले अलिअलि सहयोग गरौँ, के गर्न सकिन्छ यो बेलामा चाहिँ। अब विशेष गरी हामीले स्कुल नेपाली हाम्रो नेपालमा चाहिँ यो हाम्रो सामुदायिक विद्यालयको अवस्था त हामीले सबैलाई थाहा नै छ, एकदमै जीर्ण समस्या। अनि हामीले चाहिँ विशेष गरी सामुदायिक विद्यालयमा चाहिँ हामीले के गर्न सकिन्छ होइन, कसैको हामीले बर्खायाममा हामी देख्छौँ क्या, बर्खायाममा चप्पल प्याटप्याटी गरेर बिचराहरू गइरहेको अवस्था देख्छौँ। जाडोयाममा एउटै उत्रेको स्वेटर लगाएर हामी गएको देख्छौँ। त्यो चाहिँ हाम्रो किनभने सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी पनि भोलि देशमा तपाईँको ठुलो ठाउँमा जान सक्ने, प्रधानमन्त्री हुन सक्ने, व्यापारीमा अगाडि बढ्न सक्ने भएको हुनाले पनि हामीले चाहिँ के भने त्यो विद्यार्थीलाई पनि हामीले माथि उठाउनुपर्छ, सहयोग गर्नुपर्छ भन्ने उद्देश्य लिएर हामीले चाहिँ ल साथीहरू केही सहयोग गरौँ भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ विदेशबाट चाहिँ अब कसैले राम्रो पैसा पठाउनु भयो र त्यो पैसा हामीले चाहिँ त्यही पैसा आएको बापत हामीले एकदम पारदर्शी रूपमा इलाका प्रहरी कार्यालयमा भएको तोडफोडमा भएको सम्पूर्ण झ्याल ढोकाहरू हामीले निर्माणदेखि लिएर विभिन्न स्कुलहरूमा चाहिँ पोसाक वितरणदेखि लिएर ब्याग वितरणदेखि लिएर यो कार्यक्रमहरू हामीले गरेको थियौँ। म आफै पनि एउटा सामुदायिक विद्यालयमा छु होइन, मेरो गाउँको स्कुल हो देवी प्राथमिक विद्यालय। हजुरले फोन पनि गर्नुभएको थियो, विशाल भाइ के गर्न सक्छु भनेर फोन गर्नुभएको थियो। जुन तपाईँको त्यो एउटा एकदमै फराकिलो मन छ र फराकिलो विचार पनि छ, फराकिलो क्षेत्रमा पनि हजुरले योगदान दिइराख्नु भएको छ। त्यो कारणले गर्दा शिक्षामा पनि तपाईँको एकदमै माया छ। अनि व्यावसायिक हिसाबमा अहिले के कस्तो भइरहेछ दादा हजुरको व्यवसाय नेपालमा चाहिँ? अब अहिले पनि भर्खरै होइन, यो अहिले अब एउटा स्ट्यान्ड गभर्मेन्ट नेपाली जनताले धेरै वर्ष पछाडि 2015-16 पछाडि पाएका छौँ हामीले। र पनि अब अहिले चाहिँ एकदम अहिलेको अवस्थामा चाहिँ हामीले चाहिँ के बुझिरहेको थियौँ भने अब चाहिँ कमसेकम एउटा नेपालको सेयर मार्केटमा चाहिँ एउटा हलचल मचेला, उकालो लाग्ला भन्ने खालको हामीले एउटा आश गरिरहेका थियौँ। अब विभिन्न कारणहरू, अब यो नियामकीय अब यो तपाईँको अहिलेको अवस्थामा चाहिँ एकदम नियम अनुसारले काम मात्रै गरेर हुँदैन होइन, त्यसको प्रतिफल चाहिँ
अब अहिलेको चाहिँ सूचाङ्कमा हामीले अहिले हेर्दाखेरि लगभग 4% को गिरावट भनेको धेरै नराम्रो हो नि त यो अवस्थामा त। हुन त अब विश्वभरि अहिलेको वार चलिरहेको छ, यो यसले पनि एउटा प्रभाव पार्नुपर्ने, तर यत्रो स्लो अङ्क चाहिँ प्रभाव अहिले चाहिँ नेपालमा चाहिँ एउटा स्ट्यान्ड गभर्मेन्ट भएको हुनाले चाहिँ अहिले चाहिँ यो अवस्था चाहिँ नआउनुपर्ने हो कि भन्ने मलाई हामीले चाहिँ लागिरहेको छ एउटा निजी क्षेत्रको मान्छेलाई। अनि दादा यो विशेष गरी नै अहिले हाम्रो यो नेपालको अवस्थामा युवाहरूलाई उद्यमी र व्यवसायमा जाँदै गर्दाखेरि कस्तो छ अहिले राज्यको तर्फबाट या भनौँ या नेपालमा गर्ने सम्भावना कस्तो छ भन्नुहुन्छ हजुरले? नेपालमा सम्भावना भन्दा पनि नि नेपालमा चाहिँ सम्भावना नभएको पनि होइन, सम्भावना छ, तर कस्तो खालको सम्भावना जस्तै हामीले चाहिँ अब बिजनेसलाई चाहिँ माथिबाट हेर्दाखेरि चाहिँ नेपाललाई चाहिँ अब सम्भावना भएको छ भन्दाखेरि भएको पनि देखिन्छ केही हदमा। यहाँ चाहिँ एउटै तपाईँको जस्तो स्टार्टअप बिजनेस गर्नेले चाहिँ विभिन्न सेक्टरमा गर्न सकिन्छ नि त, अध्ययन गरेर त्यसलाई कसरी गर्ने, त्यसको मार्केट के छ, त्यसको आफ्टर इन्भेस्टमेन्ट मेरो रिटर्न कसरी आउँछ। मैले बिजनेस स्टार्ट गर्नुभन्दा अगाडि त मैले के छ यसको अब्स्टेकलहरू चाहिँ सुरुमा हेर्ने हो नि त। पोजिटिभ तरिकाले बिजनेसलाई हामीले हेर्ने बानी चाहिँ सबैभन्दा ठुलो खराब जस्तो मलाई लाग्छ। हजुर, सुरुमा चाहिँ अप्ठ्यारो बाटो हेर्नु पऱ्यो नि त। अप्ठ्यारो बाटो हामी हेर्दैनौँ। सुरुमा चाहिँ सजिलो क्यालकुलेट गरौँ, हिसाब गरौँ, अनि सरर वर्षभरिको नाफा निकाल्यो। तर त्यहाँभित्र त्यहाँभित्रको के छ, त्यहाँभित्र तपाईँको मैले त्यति क्यालकुलेटर हानेको प्रफिट डिजिटल निकाल्दाखेरि त्यहाँ भएको मेरो त्यहाँसम्म ल्याउँदा मैले चाहिँ कति खर्च काटिन्छ भन्ने कुरा चाहिँ हामी हिसाबै गर्दैनौँ क्या। समस्या यहाँ तपाईँले कस्तो राम्रो कुरा भन्नुभयो नत्र नि सबै जस्तो मान्छेले पोजिटिभ भन्नुहुन्छ, तपाईँले कस्तो नेगेटिभ वेबाट कस्तो मजाले पोजिटिभ मेसेज भन्नुभयो क्या। ठ्याक्कै हो, किनभने युवाहरूले केही गर्छु आइडिया आयो गरौँ भन्ने हुन्छ, त्यो जोस आउँछ, क्यालकुलेटरमा थिचेको नम्बर देख्दाखेरि प्रफिट पनि हुन्छ, हुने पनि रहेछ भन्ने खालको हुन्छ। तर बजार व्यवसाय भन्ने कुरा त त्यसरी जाँदैन नि त। तपाईँले भन्नुभएको जस्तो पहिला त रिस्क लिँदैछु हामी व्यवसाय, पहिला फर्स्टमा रिस्क भनेपछि समस्या पहिला के लाउनु पऱ्यो नि? सुरुमा चाहिँ म रिस्क लिनै पर्छ। जस्तै मैले आज जतिसुकै हो स्टार्टअप भनेको अब एउटा हामी विदेश जाने पैसा भनौँ न 15-20 लाख रुपियाँ पैसा हामी खर्च गरेर एउटा विद्यार्थी पढ्नलाई हामी बाहिर जान्छौँ आफ्टर 12 आफ्टर ब्याचलर होइन। त्यो पैसा लगानी चाहिँ म नेपालमै गर्छु, मेरो अभिभावकले नेपालमा लगानी गरेर चाहिँ कुनै बिजनेस स्टार्टअप गर्ने प्लान गर्दैछु भने त मैले चाहिँ त्यसलाई चाहिँ अभिभावकले पनि एटलिस्ट मेरो छोराले चाहिँ यो बिजनेस गर्दैछ, यसमा लगानी गर्दैछ, यसको बारेमा चाहिँ अध्ययन गरेर आइज है। जस्तै यो कल्चर चाहिँ कहाँ छ नि विदेशमा होइन, विदेशको कल्चर ठ्याक्क हाम्रो चाहिँ छिमेकी मुलुक इन्डियन परिवारमा चाहिँ यो खालको इम्प्लिमेन्ट गर्नुभएको छ होइन परिवारले नै, किन सुरुमा सिकेर आइज यसको तैँले एकातर्फमा बिजनेस सुरु गर्ने, त्यस पछाडि हामीले चाहिँ के छ भने प्रायः हाम्रो चाहिँ फेलर हामी कहाँ हुन्छौँ भन्ने मैले चाहिँ देखिरहेको अवस्था के भन्दाखेरि हामी इन्भेन्टरीमा चाहिँ हामी सबैभन्दा फितलो छौँ। इन्भेन्टरीमा चाहिँ हामी किन फितलो छौँ भने हामीले चाहिँ बिजनेस स्टार्ट गऱ्यौँ, अब अटोमेटिक चल्छ जस्तो हामीलाई एक खालको त्यो हाम्रो चाहिँ त्यो के अरे आफै चल्ने खालको हामी त्यो छ क्या हाम्रो दिमागमा। तर त्यसरी हुँदैन, हामीले चाहिँ सबै कुरा के लाउनुपर्छ, सानो मसिनो कुराहरू, एक्सपेन्सेस, त्यस पछाडि आउने अघि मैले भने त्यो समस्या अब्स्टेकल के छ, मार्केट के हो, कहाँ हो मार्केट होइन। अनि त्यो मार्केट हामीले अब अहिले 2-3 अहिले हामी देख्छौँ नि, अब जस्तो हिजो हामी चिया खानलाई हामी एउटा साधारण टक्क टाटीको बेरा लगाएको टिन लगाएको हामी ठाउँमा गएर चिया खान्थ्यौँ। आज हामी चिया खानलाई एकदम टक्क तरिकाले आजको मोडर्न कस्टमर चाहिँ कस्तो भएको भने चियालाई पनि राम्रो ठाउँमा गएर खाने, एसी भएको ठाउँमा खाने, साथीभाइसँग गफ गर्ने, एउटा त्यहाँ गएर इन्भाइरोमेन्ट क्रिएट गरेर एउटा रमाइलो वातावरणमा चिया खाने खालको वातावरण अहिले भइसक्यो नि त। यसले त हामीले त पोजिटिभ तरिकाले त्यो अनुसारले मार्केटलाई त अब हामीले त लानु पऱ्यो नि त। अस्ति तपाईँ हामी टिएममा पनि खाएको बस म खुसी लाग्यो जस्तै त्यो भाइले जति गर्नुभएको छ त्यो त मलाई अचम्म लाग्यो, त्यो त्यहाँको बिजनेस रनिङ भने चाहिँ त्यो अनुसारले जानु पऱ्यो। जस्तै अब फेरि टिएम अब यहाँ के छ भने उहाँले खोल्नुभएको छ, उहाँको साथीहरूले त्यही फलोअप गरेर फेरि अब बाटो सायद कहाँ छ त्यस्तो जग्गा उहाँले हेरिराख्नु भएको खोल्नलाई, त्यो हुँदैन। त्यहाँ एउटा दोकान चल्छ, अब अर्को दोकान हुँदै चल्दैन। फेरि उसले सङ्घर्ष गरेछ नि त, उसले त सङ्घर्ष गरेर त्यहाँसम्म स्थापित भएको छ, फेरि उसले गरेको देख्ने बित्तिकै हामी पनि अर्को फेरि स्टार्ट गर्नु पऱ्यो क्या, यो हुँदैन, त्यो नगर्नुहोस्। त्यो चाहिँ म चाहिँ अब यहाँ हाम्रो अहिले एग्री हाम्रो जो स्टार्टअप एग्रिकल्चरमा हामी गर्न सक्छौँ नि होइन। यहाँ त अवसर छ नि, एग्रिकल्चर त हामीले सकेको छैन नि त। हजुर,
त्यहाँ पनि त छ। साँच्चै युवाहरूले किन त एग्रिकल्चरको पाटोमा चाहिँ अलिकति देख्दैन? यो एग्रिकल्चर कृषि भनेको चाहिँ यो अलिकति उयसले नपढेको मान्छेले गर्ने भन्ने हो कि या त यो तपाईँको राज्यले पनि त्यसरी नै गरिरहेछ कि? जस्तै जापानमा चाहिँ मैले बुझेको दादा उच्च स्तरीयमा राख्दै गर्दा तपाईँको फार्मरहरूलाई चाहिँ उच्च स्तरीयको चाहिँ सम्मान छ अरे क्या, तपाईँको कृषिमा चाहिँ नि कृषिलाई चाहिँ उच्च सम्मान गर्छ अरे क्या त्यहाँको मान्छेहरूलाई, त्यो पेसालाई क्या। त्यसरी नेपाललाई चाहिँ त्यो पेसालाई पनि त्यसरी कदर गर्न कसरी सिकाउने भन्ने हाम्रो त्यो एउटा संस्कार एउटा त्यस्तो होला कि त हाम्रो युवाले पनि त्यसलाई मजाले निहालेर हेर्नु नसकेको हो कि? त्यो चाहिँ त्यसमा चाहिँ कस्तो जस्तै नि यो अहिले भाइले जुन भन्नुभएको छ यसमा चाहिँ नि हामीले मैले कुनै अहिले नयाँ यो आएको छ नि एभोकाडो होइन, एभोकाडो अहिले पाहाडमा सुरुमा अहिले 2 वर्ष अगाडि यति फल्थ्यो, यति फल होइन, सिन्धुली मार्केटमा सिन्धुलीतिर गयो भने यता गयो भने राम्रो इलाममा पनि यति राम्रो फल हो, तर त्यसको मार्केटै भइदिएन। त्यसको मार्केट नेपालमा त्यसलाई युज गर्ने कस्टमरै भइदिएन, कन्ज्युम भएन। कन्ज्युम नभएपछि के भयो, त्यो फेरि बिजनेस बन्द भयो। मैले सुरुमा त अघि भने नि मार्केट चाहिँ चाहियो। मार्केट सुरुमा कहाँ हो त, मैले इन्डिया पठाउने हो कि मैले भुटान पठाउने हो कि वा थर्ड कन्ट्री पठाउनु पर्छ कि अथवा नेपालमा खपत हुन्छ कि? मान्छेलाई एभोकाडो खुवाउने कसरी सिकाउने, पहिला सुरुमा त सिकाउनु पऱ्यो नि। यसलाई जाम बनाएर खान सक्यो, ब्रेडमा हालेर खान सक्यो, त्यतिकै चम्चीबाट निकालेर खान सक्यो, अथवा कसरी खाने होइन, यत्रो ल्याइदिएको छ यो के अरे त्यो होइन इस्कुस जस्तो छ हेर्दाखेरि, त्यो कसरी खाने भन्ने कुरो जानेकै छैन यहाँ। कति मान्छेले देखेकै छैन। भन्नु खोजेको मैले त त्यसलाई दोष दिएको होइन, तर के भने त्यो सिक्नु पऱ्यो नि त पहिला, राम्रो कुरा, त्यो खान सिक्नु पऱ्यो नि त। जस्तै हाम्रो कल्चर त हामी आँप खाने फल भनेको आँप खाने भन्ने, त्यो आँपलाई हाम्रो सबै मान्छेले गाडी बिग्छ, त्यो फेरि कुदिहाल्छ, किन्नलाई कुद्छ होइन, मान्छेले खान्छ, आँपको अचार पनि बनाएर खान्छ। तर अभोकाडो भन्नेको कुरा चाहिँ हामीले खान पनि जानेनौँ, त्यसलाई पहिला कसरी खुवाउने, फाइदाहरू फेरि एकदमै फाइदा रहेछ नि त त्यसको होइन। नेपालीमा घिउफल पनि भन्दो रहेछ, फाइदा धेरै रहेछ, त्यो हामीले देखाउन सकेनौँ। त्यसको कारणले गर्दा मान्छेले कन्ज्युम गरेन, कन्ज्युम नगरेपछि डिमान्ड भएन, डिमान्ड नभइसके पछाडि प्रोडक्सन हाई भएर के गर्नु, सप्लाई नै गर्न सकेन, बन्द भयो होइन त, सप्लाई नै भएन। लाग्छ बिचरा अब त कृषकहरू हार खायो। अब अस्ति भर्खर तपाईँको हामी विभिन्न उसमा चाहिँ गरिरहेको देखिन्छ। अब अस्ति स्ट्रबेरी पनि लगभग कति 120 बिघा जग्गाहरूमा गरेको देखियो। हजुर, तर के हो त्यसको पनि मार्केट भइदिएन। अब कति दिन तपाईँको त्यो स्ट्रबेरी भर्खर नेपालीले स्ट्रबेरी भन्ने बारे भर्खर बुझ्दै उहाँले खेती गर्नुभयो, मार्केट के हो, कता हो, कहाँबाट बेच्ने त्यो थाहा नै भएन। अनि सुरुमा चाहिँ बजार चाहिँ कहाँ हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। एकदमै राम्रो कुरा गर्नुभयो दाले यो विषयमा। जस्तै स्ट्रबेरीको विषयमा पनि दादा, जस्तै हामी बजारमा जाँदै गर्दाखेरि त खोइ स्ट्रबेरी दिनुहोस् त भन्दा हामी जाँदै आँप छ, स्याउ छ मात्रै भन्छौँ हामी त होइन त। त्यो कारणले गर्दा हामीले बजार पनि बुझ्नु जरुरी छ नि होइन, एकदमै। सँगसँगै उत्पादन गरिसकेपछि त्यो उत्पादनलाई पनि त हामीले बजारमा चाहिँ त्यसको भ्याल्यु बुझाउन सक्यौँ अनि कन्ज्युम गर्न सक्यो भने चाहिँ तब चाहिँ हुने हो नि त। त्यो पनि हो नि। अर्को कुरा जस्तै अर्को कुरा सँगसँगै जोडौँ भने जस्तै अब यो चाहिँ कस्तो भने हामीले फलाएको चिज चाहिँ सरकारको स्थानीय सरकार होस् चाहे प्रदेश सरकार, 3 तहको सरकार छ। अब यसको जिम्मेवारी चाहिँ कसले लिने? जस्तै मेरो नगरपालिकामा मैले कुनै फल हाम्रो सामूहिक खेती गरेँ, 500, 400, 500 बिघा जग्गामा चाहिँ हामीले गर्ने प्लानिङ गऱ्यौँ भने त्यो त्यहाँ कुनै एउटा फल फलाइरहँदाखेरि त्यसको बजारको व्यवस्थापन चाहिँ राज्यबाट चाहिँ गर्नुपर्छ क्या, कहाँ लगेर बेचिदिने है, त्यो चाहिँ समन्वय गरिदिने देशहरू होला नि त है। भारतीय हाम्रो ठुल्ठुलो बजार छ। अब अस्ति भर्खरै हामीले मेची उद्योग वाणिज्य सङ्घमा हाम्रो एम्बेसेडर अफ बङ्गलादेश है टु नेपाल यहाँ आउनुभएको थियो। अनि हामीले त्यो विषयमा चाहिँ धेरै बेर हाम्रो डिस्कस भयो। हाम्रो एग्रिकल्चर प्रोडक्टलाई चाहिँ बङ्गलादेशसम्म कसरी लाने कि यो विभिन्न कुराहरू छ नि त्यहाँ त। त्यहाँनिर हाम्रो एग्रिकल्चर प्रोडक्टलाई उहाँको टेरिफ नै एकदमै हाई छ होइन, जबकि हामीले 80%, 70% हाम्रो एग्रिकल्चर प्रोडक्टमा टेरिफ लगाइरहेको अवस्था छ। त्यसलाई चाहिँ कसरी न्यूनीकरण गर्ने? त्यहाँ पनि भर्खरै नयाँ पुरानो धारको सरकार चेन्ज भएको छ, यहाँ पनि नयाँ पुरानो धारको सरकार चेन्ज भएको छ भनेपछि समन्वय कसरी गर्ने त? अब त समन्वय गर्नु पऱ्यो नि। अबको युद्ध अबको त ट्रेडिङै होला नि त। अबको युद्ध त ट्रेडिङै होला नि त होइन। विभिन्न देशहरूमा भएको युद्ध त ट्रेडिङ सम्बन्धी नै ट्रेडिङको लागि नै भएको हो नि, त्यही देखिन्छ नि त। अहिले पनि त्यही भइरहेको छ। नेपालमा पनि अब चाहिँ यस्तो सरकारले समन्वय गरिदिनु पऱ्यो कि एउटा उद्योगीले एउटा किसानले बनाएको सामान चाहिँ नेपालमा बजार छैन भने चाहिँ तेस्रो मुलुक, दोस्रो मुलुक, चौथो मुलुक कहाँ लगेर बेच्नुपर्ने हो त्यो वातावरण चाहिँ राज्यले बनाउनुपर्छ। एकदमै राम्रो कुरा दादा। दादा अहिले हजुर के व्यवसायहरूमा चाहिँ आबद्ध हुनुहुन्छ? अलिकति खुल्ला रूपमा हाम्रो भ्युवर्सहरूले पनि, म त जानेको छु तर भ्युवर्सहरूले जान्नु पाउनु भयो भने चाहिँ। हाम्रो चाहिँ अब धेरै 2040-42 सालदेखिबाट हामीले मेरो किराना पसल छ। हाम्रो मुख्य कुरा पौडेल किराना पसल धुलाबारी चोकमा छ। होलसेलर हुनुहुन्छ या एजेन्ट भनौँ न? हाम्रो होलसेल पसल
नै हो, तर हाम्रो अब त्यस पछाडि डिस्ट्रिब्युटर म गर्छु होइन विभिन्न कम्पनीहरूको। मेरो झापा इलाममा गर्दै झापा इलामभरि। अनि मैले हाम्रो प्रोडक्सन न्युट्रेला सोयाचङ्क प्रोडक्सन गर्दैछु हजुर है पार्टनरसिप मिलेर। अनि अशोक मसला इन्डियाको ब्रान्ड छ, त्यो इम्पोर्ट गर्दैछु नेपालको लागि। अनि अब अरू पार्टनरसिप बिजनेस छ, ट्रेडिङकै छ, सप्तरङ्गी भन्ने छ। अनि यस्तै यस्तै बिजनेसले अगाडि बढ्दैछु म चाहिँ। रियल इस्टेटतिर पनि हुन्छ कि रियल इस्टेट रियल इस्टेटमा छैन। ए हजुर दादा, अनि जस्तै अहिले हाम्रो मेचीनगर क्षेत्रमा हजुरले देख्दै गर्दाखेरि चाहिँ कुन चाहिँ क्षेत्रमा या त कुन चाहिँ व्यावसायिक क्षेत्रमा चाहिँ अलिकति सम्भावना देख्नु भएको छ बढी? मेचीनगरमा भएको बजारलाई नै अब यहाँनिर हाम्रो विशेष गरी इन्डियाको कस्टमरलाई चाहिँ कसरी तान्ने भन्ने कुरा, किनभने हिजोको हाम्रो छाप छ, एउटा हङकङ बजारको छाप छ। हजुर नेपाल सरकारले चाहिँ आज धुलारी बजारमा इन्डियन कस्टमर आयो भने अहिले उनीहरू तर्सेर भाग्छ। जस्तै यहाँ नेपालको तपाईँको थर्ड कपी ब्रान्डलाई 3000 रुपियाँ लगभग पर्न जान्छ, वहाँ अरिजिनल ब्रान्डलाई लगभग 1500-2000मा आउँछ। भनेपछि उनीहरूले अब अहिले नेपालमा चाहिँ त्यो बिजनेसलाई चाहिँ फेरि फस्टाउनलाई चाहिँ त्यो यो यत्रो हाई ड्युटी लगाएर चाहिँ नेपालमा चाहिँ कुनै पनि नेपाली जनताले पनि त लाउनु पऱ्यो नि त ब्रान्डको कुराहरू होइन, विभिन्न आएको छ। खालि यहाँनिर चाहिँ कुनै पनि अब अस्ति एक दिन हाम्रो बङ्गलादेशको राजदूतले यति राम्रो कुरा गर्नुभयो मसँग क्या, हामीसँग बसेर कुरा गर्नुभयो। आज गार्मेन्ट उद्योगमा बङ्गलादेश वर्ल्डमा अहिले एकदमै अगाडि बढिसकेको छ। आज हामीले क्यालकुलेसन इन्डिया र बङ्गलादेशकै हामीले क्यालकुलेसन गर्ने हो भने बङ्गलादेश धेरै अगाडि छ। यो किन भयो भन्दाखेरि त्यहाँ गभर्मेन्टले चाहिँ त्यहाँ ड्युटीमा हेरिदिएको छ, त्यहाँ लेबर कस्टिङमा हेरिदिएको छ। आज गार्मेन्ट उद्योग त्यहाँ सञ्चालन गर्ने र त्यहाँबाट एक्सपोर्ट गर्ने राज्यले नीति बनाइदिएको छ, सहजीकरण उहाँलाई गरिदिएको छ। आज नेपालमा चाहिँ जस्ट अपोजिट भइदियो। भएको गार्मेन्ट उद्योगहरूलाई पनि के गरिदियो सरकारले, यहाँबाट एक्सपोर्ट गर्दाखेरि पनि यहाँ ड्युटी बढाइदियो, एक्सपोर्ट क्वान्टिटीमा पनि। अनि कसरी उद्योग चल्छ? गार्मेन्ट कहाँबाट चल्छ? त्यो चल्ने वातावरण राज्यले बनाउनुपर्छ पर्दैन थियो। यहाँ नेपालमा पनि नभएको होइन, ब्रान्ड नेपालमा पनि थियो। त्यही सामानहरू किन्दाले इन्डिया बजारबाट आउँथ्यो, बङ्गलादेशबाट आउँथ्यो सामान किन्दाले। भनेपछि हामीले तत्काल सम्भावना देखेको चाहिँ यहाँ त्यही बजारलाई चाहिँ अहिले हामीले उठायौँ भने त्यही बजारलाई चाहिँ धुलारीको मार्केटलाई सुरुमा चाहिँ धुलाबारी मेचीनगरको एउटा मुटु हो नि त। भनेपछि त्यो बजारलाई उकास्नलाई चाहिँ के भने यहाँनिर मार्केट ट्रेडिङ चाहिँ एउटा हब हुनु पऱ्यो। यहाँ चाहिँ ब्रान्डको आउटलेटहरू खुल्नु पऱ्यो। यहाँनिर चाहिँ अब अहिले केसिनो 2-3टा केसिनोहरू खोलिरहेको छ। भनेपछि उहाँहरूलाई चाहिँ यहाँ आएर बजारमा आएर चाहिँ घुम्ने के कारणले त्यो खालको अनुभूति उहाँलाई दिलाउनको लागि चाहिँ यहाँनिर चाहिँ ट्रेडिङलाई चाहिँ प्राथमिकताका साथ अगाडि बढाउनु। हामीले सिमाना नजिक भएको कारणले गर्दाखेरि हामीले इन्डियाको गेस्टहरूलाई इन्डियाको मार्केटलाई चाहिँ हाम्रो मार्केटमा तान्नु पऱ्यो। हामीले चाहिँ टुरिज्मै हो यहाँ, जस्तै हामीले टुरिस्टलाई नै नजिकै रहेको चाहिँ 1 डे स्टे गर्ने वातावरण पाउनलाई चाहिँ किनभने यहाँ बसिरहेको प्रायः अब यहाँ हामीले अहिले होटलहरूमा हेऱ्यौँ भने म्याक्सिमम् बाहिर इन्डियाबाटै आएको कस्टमरहरू हामीले देखिरहेको हुनाले चाहिँ मैले त्यो भन्न खोजेको होइन। अब अरू कुराहरू जस्तै अब मेचीनगरलाई अरू कुराहरूमा पनि हामीले जोड्न सक्छौँ। जस्तै मेचीनगरमा धेरै जग्गा जमिनहरू खाली जग्गा जमिनहरू छ, त्यसलाई लिजमा लिएर एउटा ग्रुप बनाएर, जस्तै चकलबन्दी भन्छ होइन, इन्डियामा चाहिँ त्यो अनुसारले खेती गर्छ नि त, ग्रुप सामूहिक खेती गर्छन्। यहाँ त्यसलाई यहाँ मेचीनगरमा चाहिँ के फलाउन सकिन्छ, के गर्न सकिन्छ भनेपछि एउटै खालको बाली ल्याउनु पऱ्यो, जबकि नजिकैको बजार हामीले भारतलाई त्यसलाई चाहिँ हामीले लगेर बेच्न सकियोस्, त्यो अनुसारले चाहिँ अगाडि बढ्नु। सुपारी छ यहाँ, सुपारी अलैँची भयो, अनि मरिचहरू टुक्रो टुक्रो भयो नि त। यहाँ अलैँची छ त टुक्रो टुक्रो भयो क्या। मेरोमा 1 कट्ठा जग्गा छ, मैले 1 कट्ठामा सुपारी लगाएँ, त्यति माथि मैले सुपारी बोर्डमा सुइँ गरेर मरिच लगाइदिएँ, त्यही भएको छ। तर घरेलु कृषि मात्रै भइरहेछ। घरको कृषि, घरको परिवारलाई यसो वर्षमा अलिअलि पैसा आउने, त्यसले चाहिँ यसो लगेर
बजार जाने किन्ने मात्रै पैसा भइरहेको छ। त्यसलाई चाहिँ एउटा सामूहिक खेतीमा लानु पऱ्यो, सम्भावना भएको चिजहरूलाई चाहिँ अगाडि बढाउनु पर्यो। हजुर, अनि विशेष हजुरले भन्नुभएको छ सुपारी, अलैँची, यो जुन चाहिँ तपाईँको मरिचहरूमा पनि एकदमै सम्भावना र धेरै यसमा तपाईँको डिमान्ड पनि रहेछ होइन, इन्डियामा निकै भेल्यु यसो छ। यो चाहिँ भ्यालुएबल अलिकति जस्तै नगदे बालीमा चाहिँ अलिक महँगो बाली हो नि त, यसलाई हजुर क्यास भइहाल्ने चिज हो, नगदे बालीमा पर्छ यो होइन। हजुर, अनि यसमा चाहिँ के भने वान टाइम इन्भेस्टमेन्ट, त्यसरी मेहनत पनि गर्नु परेन, गोड्नु परेन, प्रत्येक वर्ष त्यो के अरे त्यो कोदालो लगाएर अथवा हलो गरेर के पनि गर्नु परेन नि त, मान्छे आफै अटोमेटिक बढ्दै जान्छ, फल खाँदै गयो, त्यो अनुसार खेती। सँगसँगै तेजपत्ता पनि एकदम राम्रो छ नि त, तेजपत्ता पनि डिमान्ड। तेजपत्ताको चाहिँ बजार कस्तो छ भने नेपालबाट चाहिँ इन्डिया जाने कुरामा चाहिँ अप्ठ्यारो छ। हजुर, जस्तै यहाँ अप्ठ्यारो छ, जस्तै के भने त्यो नेपालमा चाहिँ पोलिसी यस्तो ल्याक छ नि होइन। जस्तै अब तेजपत्तालाई चाहिँ यहाँ के छ भन्दाखेरि तेजपत्ताको सम्भावना छ, तर तेजपत्तालाई चाहिँ वन्य वस्तु भनेर उसमा हालेको छ क्या, रुख बिरुवामा हालेको छ, त्यसलाई एक्सपोर्ट गर्न सक्ने। ए हजुर, यो चाहिँ तपाईँको त्यो पोलिसी चाहिँ नेपालबाट चाहिँ इन्डिया एक्सपोर्ट गर्ने कुरामा चाहिँ अप्ठ्यारो छ। हजुर, यसलाई चेन्ज गरिदिनु पऱ्यो क्या। इन्डियामा त एकदम डिमान्ड छ नि यसको होइन। इन्डियामा डिमान्ड छ। अहिले बाहुनडाङ्गीमा हामी गयौँ भने हजुर, त्यहाँनिर अहिले जस्तै इन्डिया मात्रै जाने नीति सरकारले पास गरिदियो भने नि, त्यहाँ सबै आर्य चिया बगान छ, त्यहाँनिर सबै तेजपत्ता लागिहाल्छ नि। मसलाको लागि त तेजपत्ता त फेरि यो हाम्रो ठाउँको तेजपत्ता त एकदमै राम्रो छ नि त। हजुर, ल्वाङकै पत्ता छ होइन। तर यहाँ समस्या कहाँ छ भन्दाखेरि हामीले गभर्मेन्टको पोलिसी खराब छ। भनेपछि अब अलिकति यो चिजलाई पनि अलिकति ध्यान दिएर चाहिँ हो किसानलाई प्रोत्साहन गर्नुपर्ने। किसानलाई चाहिँ अब यहाँनिर हामी के भन्छौँ भने हामीले सहजीकरण गर्ने यो गर्ने, तर नीति नै चेन्ज नगरिदिएपछि के कहाँ लगेर दिने। अब यहाँ दुईवटा तिनवटा, अब यहाँनिर नेपालमा त दुईवटा तिनवटा मसला फ्याक्ट्री छ। हजुर, त्यहाँ तपाईँले एक ट्रक लगेर दिनुभयो भने 6 महिना 7 महिना उनीहरूलाई पुग्छ। अनि 2 ट्रक, अनि यहाँ फल्छ 100-200 ट्रक, अनि 2 ट्रकले लगेर बजारमा दियो, अनि फिनिस त्यस फ्याक्ट्री कहाँ लगेर बेच्ने? 90 ट्रक त फाल्नु पऱ्यो, त्यो अवस्था छ नि। हजुर हजुर, त्यही भएको कारणले गर्दाखेरि पनि हजुरले भन्नुभएको छ उत्पादन भए पनि त्यो न कन्ज्युम गर्न सकिन्छ न त्यसलाई सप्लाई गर्न सकिन्छ, त्यस्तो भइरहेको अवस्था। गभर्मेन्टको पोलिसी चेन्ज हुनु पर्यो त्यसपत्ताको विषयमा चाहिँ। जस्तै हाम्रो मेची नगर त नि दादा, जस्तै धुलाबारी पनि एउटा हङकङ मार्केट होइन, त्यो जमानाको होइन, अहिले अब खसीको अवस्था छ। हामी बच्चा हुँदाखेरि हामी त बाफ्रे बाप। हजुर, हामीले पनि त्यो अलिअलि चाहिँ आभास गरेको थियौँ त, तर अहिले खस्किँदै गएको अवस्था छ। सँगसँगै अब तपाईँ मेची नगर समग्र अब हामी त सिमानाको छेउमा छौँ, तर पनि हामीले त्यो सम्भावनालाई हामीले ग्राब गर्न नसकेको के भएर चाहिँ हाम्रो यो मेची नगर चाहिँ अलिकति मार्केटमा खस्किँदै गरेको अवस्था मैले महसुस गरेको या कस्तो छ दादा? होइन एकदम यो चाहिँ कस्तो भयो भने हिजोदेखि नै हजुर हामीले चाहिँ अब जब एक जमाना थियो होइन, कलकत्ताको म्यागजिनले पनि छाप्थ्यो धुलाबारीको बजारले गरेर चाहिँ आज हाम्रो बजार सुकु भनेर छाप्थ्यो, त्यो जमाना पनि थियो। त्यो सबै कुराहरू हामीले बुझेका छौँ होइन। अब यहाँ स्थानीय बजारहरू पनि, अब यहाँ लोकल बजार मार्केटहरू पनि हाम्रो चाहिँ नजिकै बजार छ, भारतीय बजार। अनि भारतीय बजारले चाहिँ अब यति हाम्रो बजारलाई समाप्त पारिदिएको छ कि अब नपारोस् पनि कसरी नपारोस्। अब हामी त्यहाँनिर जे सामान किन्न गयौँ भने त्यहाँनिर 2 पैसा सस्तै छ, मान्छेले नजा भन्दा पनि सकिँदैन हेरोस्। हजुर, अनि अर्को कुरा सँगसँगै के कस्तो खालको भइदियो भने अब यहाँनिर हाम्रो तपाईँले इम्पोर्ट गरेर सामान ल्याउनु भयो भने पनि, जस्तै तपाईँले कपडा ल्याउनु भयो, साडी ल्याउनु भयो, अनि तपाईँको त्यस पछाडि इलेक्ट्रोनिक आइटम तपाईँले ल्याउनु भयो भने पनि तपाईँले यहाँबाट यो जुन हाम्रो भ्यालु ट्याक्सको ड्युटी छ, भ्यालु छ होइन, यसले गर्दा चाहिँ के छ भने हाम्रो रेट कहिले म्याच खाएन क्या इन्डियासँग। आज एउटा घरको धारा तपाईँले इन्डियाबाट किन्दाखेरि लगभग 50% सस्तोमा तपाईँले इन्डियाबाट धारा बिजुलीको सामानहरू तपाईँले ल्याउन पाउनुहुन्छ भने तपाईँले नेपालबाट तपाईँले किन्नुपर्ने कारण छैन। किन किन्नु? पैसा कोही कसैले सबैले मेहनत गरेर पैसा कमाएको छ, पैसाको सबैलाई माया छ। तत्काल समाधान सकिएन भने पनि यसलाई चाहिँ तपाईँहरूले चाहिँ सरकारले चाहिँ अब यसलाई एकदम क्विक एक्सनमा लानु पऱ्यो। यसलाई चाहिँ यो एउटा एक्चुअल जुन मार्केटको छ, जुन एक्चुअल हामीले वास्तविकता मार्केट जे छ त्यो वास्तविकता मार्केट अनुसारले चाहिँ हाम्रो बजारको भन्सारको चाहिँ ड्युटीहरू चाहिँ निर्धारण गरिदिनु पऱ्यो। अन्यथा यहाँको लोकल बजार, यहाँको बजारहरू त दिनभरि मक्खी मरेछ, भनी बट्टा छैन। अनि अर्को कुरा के भन्न चाहन्छु भने सरकारले, राज्यले चाहिँ अब बजार भारतीयतिर छ, यहाँ राज्यले चाहिँ के गरिदिन्छ भने के नै भयो जस्तो व्यापार
करोडौँ अर्बौँ रुपियाँ भयो जस्तो हैन। यहाँ आउने तपाईँको व्यापारीलाई हेरेसमेन्ट दिने, तर्साउने, पुलिस अस्ति भर्खर तपाईँको 4-5 गाडी शस्त्रसहित एउटा व्यापारीको दोकानमा आएर के नै भयो जस्तो आएर तपाईँको अनुसन्धान गरिदिने। त्यसले गर्दा बजारमा एक खालको त्रास हुन्छ नि, एउटा न व्यापार छ, न बजार छ, न मार्केट छ। अनि त्यस्तो ठाउँमा चाहिँ आएर चाहिँ तर्साउने काम गर्यो भने त भोलि दिन व्यापारीहरू पलायन हुने अवस्था आउँछ नि, झुन्डिने अवस्था आउँछ नि। यो अवस्थालाई बचाउनलाई त राज्यले चाहिँ झन् प्रोत्साहन गर्नुपर्ने हो नि त। आज हामीले चाहिँ नजिकै बजार नजिकैको हामीले छिमेकी बजारमा हामीले गयौँ भने त्यहाँ मान्छेको गुजा कचाकच छ, व्यापार भटाभट चलेको छ, मान्छेलाई फुर्सद छैन त्यहाँ। अनि त्यस्तो ठाउँमा चाहिँ त्यहाँनिर राज्यले यस्तै राम्रो तरिकाले वातावरणमा व्यापार गर्ने वातावरण त्यहाँ बनाइदिएको छ भने नेपालमा चाहिँ किन के भयो जस्तो किन छैन? न पपुलेसन छ, न मार्केट छ, न बजार छ। अनि यस्तो बजारमा चाहिँ अनि हामीले चाहिँ यो सानो बजार भइदियो अलिकति मान्छेले यो गर्ने बित्तिकै के नै भयो जस्तो अर्कोले एकला भनिदिने, तान्दिने, खुट्टा तान्दिने, यो प्रवृत्ति एकदम गलत छ। आज कुनै व्यवसाय चलिरहेको छ, मेरो व्यवसाय चलेको छैन, म के भन्छु भने गर यसले चाहिँ गलत काम गर्दैछ, यसले चाहिँ फटा हो, यसले चाहिँ तस्करी गर्दैछ, यसलाई चाहिँ तुरन्त पक्राउनुपर्छ तपाईँले भनेर चाहिँ गर कहाँ भन्नुपर्ने हो, सूचना दियो, आयो, तर्साइदियो, भयो अलिअलि रोजगार दिइरहेको, व्यापार चलिरहेको त्यो राज्यले चाहिँ हेर्दैन, उसको त्यहाँ सिस्टममा होला नि त। त्यो सिस्टममा गएर हेर्नुपर्छ पर्दैन। अनि यहाँ आउने व्यापारीले तर्साउने, यो कारण चाहिँ आज व्यापारीहरू चाहिँ अलिक यहाँ हाम्रो लोकल बजारहरू चाहिँ धरातालमा पुगेको अवस्था छ। जस्तै हजुरले भन्नुभएको जस्तो अब जस्तै हो साँच्ची नै बजार पनि छैन, अहिले व्यवसाय एकदमै ठप्प भइरहेको अवस्थामा पनि के राज्यले साँच्ची नै अलिकति हामीलाई सङ्घर्ष नै भइरहेको छ उहाँ व्यवसायीहरूलाई, या त राज्यले अलिकति त्यो खालको वातावरण पनि बनाइदिएको छ नि, या त दबाब पनि भइरहेको हुन्छ? यस्तो नजानेको क्या म यसले के भन्छु, राज्यले चाहिँ अब त्यो पुरानो हिजो 2017 सालको ऐन होला सायद, यो 17-18 सालमा हाम्रो नगरपालिका बनेदेखिको सेम त्यही एउटै हिजो राणाले के अरे जसले कालोबजारी गर्यो त्यसलाई फाँसी दियो, त्यसलाई झुन्डा कुटेर मार्नु भनेर बनाएको नीति नियम अनुसारले ऐन चलिरहेको छ। त्यसरी क्या हुन्छ? आज त ग्लोबल आजको बजार त कस्तो खालको भइदियो भने मान्छेले अनलाइनमा हेर्ने बजार भइसक्यो। आज यहाँ के रेट छ, फलाना दोकानमा के रेट छ, उता के रेट छ, उता के बजार छ, पेन्टको जिन्स पेन्टको रेट कति छ, कोटको रेट कति छ, यसको के अरे त्यो पानी चलाउने भाडाको रेट कति छ, फ्यानको रेट कति, सबै कुरा मान्छेले अनलाइनमा हेरेर मान्छेले किन्ने अवस्था छ। कालो बजार कसले गर्छ? सम्भव छैन। यो त कम्पिटिसन मार्केट छ नि, एउटा दुईवटा दोकान छ र यहाँ अहिले त हामीले इलेक्ट्रिकको मात्रै दोकान हेर्न गयौँ भने 15वटा दोकान छ। अनि मैले चाहिँ आज मेरो यो फ्यानको मूल्य चाहिँ मैले 2500 भन्ने, अनि अर्कोले 1500 भन्ने, त मान्छे खोजी त्यहाँ जान्छ नि। अनि यो कुराहरू किन नबुझेको राज्यले? अनि जाने हुल त जाने होइन, यो तपाईँको सशस्त्र परिबल अरे, अनि अब के अरे यहाँको नगरपालिकाको पुलिस अरे, त्यहाँ लोकलको पुलिस अरे, अनि यहाँ नगरपालिकाको टोटल टिम 22जनाको टिम गरेर व्यापार भइरहेको समयमा गएर तपाईँको व्यापारीलाई तपाईँको तर्साउने कामै छैन। त्यहाँ सिस्टम छ। आज तपाईँको त्यो 2-3जना जाने नजाने अनुगमन भन्ने कुरा त सिस्टममा हुन्छ, 2-3जना जाने नि, चक्क के छ कसो छ एउटा राम्रो तरिकाले सम्झाएर एउटा जसले नियमबद्ध रूपमा काम गरिरहेको छ व्यापार, अनि त्यसलाई गरेर चाहिँ तपाईँको गरेर चाहिँ हुल उता गरेर मान्छेले तपाईँको त्यो छिमेकीले हेर्दाखेरि पनि तपाईँको दोकान बन्द गर्ने अवस्था आउँछ आउँदैन? के भयो जस्तो हुन्छ हुँदैन? अनि त्यो यो राज्यले जहिले यो गरेर हुन्छ, अब जहिले यसको नियम होला नि त, सिस्टम होला नि त। आज विदेशतिर पनि त यो अनुगमन त हुन्छ होला नि त, मान्छे त्यो अनुसारले सिक्ने हो नि त। अब जमाना अनुसारले त अब जमाना हामी चाहिँ के भन्छौँ भन्दा डिजिटल भयो। पुरानो हिजो हजुरबाबुले गरेको, मैले हिजो दोकानमा बस्दाखेरि पनि त्यही सिस्टम, बुवाको दोकान गर्दा पनि त्यही सिस्टम, मेरो छोराले गर्ने बेला भइसक्यो त्यही सिस्टम। अपडेट भइसक्यो नि चिजहरू त। सिस्टम अनुसारले चाहिँ आफू अपडेट नहुने, प्रविधि अनुसारले आफू अपडेट नहुने, त्यसको पनि तरिका होला नि त। सिक्नु पऱ्यो नि छिमेकी देशबाट, अरू देशबाट कसरी अनुगमन गर्छ होइन, ट्याक्स पोलिसी अरू देशको कस्तो छ। हामी चाहिँ तपाईँको हिजोको जुन ट्याक्स पोलिसी त्यही अनुसारले चलेको छौँ। हिजो जुन नीति बनाएको छ राणाकालदेखि त्यही नीति नियममा चलेर चाहिँ अनि हामी चाहिँ अब चाहिँ नयाँ सरकार नयाँ तरिकाले आयौँ भनेर कहाँ हुन्छ त्यो व्यापार गर्ने वातावरण राज्यले बनाउनु पर्दैन। जब तपाईँले व्यापार गर्ने राज्यले वातावरण बनाउँछ अनि पो अटोमेटिक रोजगार बढ्छ, रोजगार बढेपछि पछाडि मान्छे पलायन बन्द हुन्छ, पलायन बन्द भएपछि व्यापार बढिसके पछाडि ट्याक्स बढ्छ, रेभेन्यू बढ्छ। यो कुरामा राज्यले ध्यान दिनुपर्छ पर्दैन? आज एउटा व्यवसाय फस्टाउँदाखेरि कति राज्यले त प्रत्येक कुराहरू अब उसमा सिस्टममा राखेको हुन्छ नि त, त्यो हेरिरहेको हुन्छ नि उसको व्यवसाय कुन हिसाबले बढेको छ। निकाय छ यहाँ जनतै के भन्यो, जनतै अदालत, जनतै कानुन, जनतैले तपाईँको फैसला हो क्या।
यहाँ कुनै पनि निकाय होला नि त राज्यको निकायले छानबिन गर्ला उसलाई कसरी कमाएको छ, उसले वैध रूपमा कमाएको छ कि अवैध रूपमा कमाएको छ, यसको निकाय होला नि त होइन। भनेपछि त्यो अनुसारले चाहिँ राज्यले चाहिँ वातावरण सहज रूपमा चाहिँ व्यापार भनेको चाहिँ व्यापारी भनेको चाहिँ भगवान हो भन्ने खालको चाहिँ जनतालाई चाहिँ आवाज गराउनुपर्छ। रोजगार दिएको मान्छेलाई चाहिँ भगवान हो भनेर आवाज गराउनुपर्छ। भनेपछि यो अनुसारको वातावरण राज्यले बनाउनुपर्छ। हिजो देवताकरण व्यवसायलाई गर्नु पऱ्यो, राक्षसीकरण गर्यो नि त। हिजो व्यापार व्यवसायलाई चाहिँ राक्षसीकरण गरेर राज्यले चाहिँ के गर्यो भन्दाखेरि त्यो अनुसारले जहिले पनि व्यापारीलाई चाहिँ त्यो अनुसारको जहिले पनि स्कुलिङ गर्यो। सामाजिक सञ्जाल, सोसियल मिडिया हरेक कुरामा चाहिँ व्यापार भन्ने बित्तिकै आज हामीले एउटा व्यापारी पक्रिने बित्तिकै हामी के गर्छौँ भने उसको ठिक गर्यो, यसले गल्ती गरेको रहेछ, साले यो हिजो गाडीमा चढ्थ्यो के गर्छ साले यही कारण रहेछ। बाबा बिचरा उसले उसको त केही होला नि त, उसले गरेको अवैध रूपमा कमाएको छ कि वैध रूपमा कमाएको छ कि त्यसको छानबिन गरेर निकाय छैन होला त, त्यसलाई छोडिदिने नि त। यहाँ जनता चाहिँ के भयो भने जनता यहाँ उयो भइदियो क्या, न्यायाधीश भइदियो। जस्तै हजुर भन्नुभएको कुरामा ठ्याक्कै मलाई कहाँ भयो भने जोडियो भन्दाखेरि भर्खरै हाम्रो यो आन्दोलनको विषयमा पनि आन्दोलन हुँदै गर्दाखेरि पनि बाटबटेनी एउटा व्यवसायी होइन, उहाँले त्यत्रो मान्छेलाई रोजगार दिनुभएको छ, त्यत्रो सेवा प्रदान गरिराख्नु भएको छ, तर उहाँलाई नै आक्रमण भयो क्या। त्यो सँगसँगै विनोद चौधरी पनि अब नेपालको एउटा फर्स्ट बिलियनियर पनि हो, बिलियनियर हो, उहाँलाई पनि आक्रमण भयो होइन। धेरै नेपालभरि नै धेरै उयो भयो। त्यो विषयमा मैले ठ्याक्कै जोड्नु भन्दा नि तपाईँले क्या भने त्यो व्यवसायलाई जोडियो हो, व्यवसायलाई आक्रमण भयो भन्ने कुरा। र सँगसँगै राज्यले पनि हजुरले भन्नुभएको जस्तो अब अनुगमनको लागि जाने पनि एउटा प्रक्रिया होला नि त। जमाना कहाँदेखि कहाँ बदलिसक्यो। अहिले त तपाईँको प्रत्येक मान्छेले त मोबाइलबाट व्यवसाय हुन्छ होइन त, किनबेच त्यहाँबाट भइरहेको छ। चाहिँ उहाँहरूले पनि व्यवसायलाई डिमोटिभेट हुने खालको आतङ्क गरेको जस्तै गरेर चाहिँ उहाँले त्यसो गर्यो भने त्यो व्यवसायलाई हेर्ने मान्छेले त नजर त झन् गिरेर जाने भयो नि त। अनि व्यवसायले चाहिँ मेहनत गरेर उसले आफ्नो रिस्क मोलेर मेहनत गरेर चाहिँ पैसा कमाइहाल्यो भने पनि त्यो कालो धन भन्ने रहेछ नि त। त्यसो गरे पछाडि त हामीले व्यवसायलाई कसरी प्लेटफर्म दिइरहेको छौँ त होइन त। एकदम जस्तै हिजो त भाटबन्डीको कुरा होइन, यो त तपाईँको एकदम नहुने कुरा भयो। अब भर्खरै जस्तै अब तपाईँको हाम्रो शङ्कर ग्रुपको बाउ छोरालाई पक्रियो भर्खर, हिजो बाउलाई छोडियो होला होइन हाम्रो अग्रवाल। अब मनी लन्ड्री केसमा तपाईँको उहाँलाई होइन सोधपुछको लागि थुनेको भनेर तपाईँको समाचार आयो। समाचार आउनु हुने क्या, यस्तो कुराहरू गोप्य रूपमा हुनु पऱ्यो। यसले गरेर आज तपाईँको हेरौँ नि 2 दिनमा त हामीले अहिले तपाईँको बजार नेप्सेको सूचाङ्क हामीले हेर्ने बित्तिकै 4% गिरावट हुने अवस्था हो त, बढिरहेको। आज बढिरहेको त एउटा मान्छेमा उल्लास हर्ष। नेपालमा चाहिँ कस्तो भएको थियो भने सर गइरहेको थियो क्या ग्राफिक्स। आज फेरि के भयो भने सर 1000 माइनस 1050 को लगभग पोइन्ट घटेको छ। भने यो त राम्रो होइन नि त राज्यले होइन। यो त एकदमै अनएक्सपेक्टेड हो नि त। यो बेलामा त जब लगानीकर्ताहरूको मनोबल बढेको बेलामा फेरि घट्यो भनेपछि यो कुराहरू चाहिँ तपाईँ गोप्य रूपमा ठिक छ, अनुसन्धान गर्ने विषय चाहिँ राज्यको खुला रूपमा पाउनुपर्छ। तर त्यसलाई चाहिँ एउटा व्यापारीको मान प्रतिष्ठा इज्जत होइन, उसको हिजो अब 1000जना कर्मचारी होला, उसको भोलि उसको त्यो कर्मचारीले हेर्ने दृष्टिकोण उसलाई के फरक होला, छिमेकीले हेर्ने दृष्टिकोण फरक होला। अब उसलाई जुन मनोबलले अगाडि काम गर्नुपर्ने त्यो मनोबल उसमा होला नहोला, यो कुरा राज्यले विचार गर्नुपर्छ पर्दैन। ठ्याक्कै हजुरले भन्नुभएको कुरा वास्तविक मलाई पनि त्यो मन छोयो क्या। अनि यस्तो कुराहरूले गर्दाखेरि नै साँच्चै नै हामी व्यावसायिक हिसाबले पनि पुष्टाउन नसकेको, यो त हाम्रो समाजमै केही कमी कमजोरी पनि छ, अवश्य त्यो हेर्नुपर्छ। किनभने हामीले सम्भावना हेर्दै गर्दा समस्यालाई पनि केलाउनु जरुरी छ। धेरै कुराहरू समस्या पनि छ, त्यो सँगसँगै सम्भावना पनि छ। हामीले धेरै कुराहरू गऱ्यौँ। दादासँग त धेरै गफ गर्नु मन लागेको थियो, तर अब समय पनि त्यस्तै छ। अब दाजुभाइ हाम्रो त भेट भइ नै हाल्छ। अब फेरि हाम्रो श्रोताहरूले पनि फेरि हजुरलाई फेरि बोलाउनुपर्छ, निम्तो गर्नु, फेरि दादासँग गफ गर्नु भनेर पक्कै पनि भन्नुहुन्छ होला। आज एकदम दमदार हजुरसँग एउटा कुराकानी भयो, गफ भयो, खुसी लागेको छ। र फेरि पनि अब अन्तिममा आउँदै गर्दाखेरि हजुरलाई कुनै पनि कुराहरू हाम्रो श्रोताहरूलाई विशेष गरी युवा जो चाहिँ व्यवसायमा आउन चाहनुहुन्छ उहाँहरूलाई केही सन्देश दिन चाहनुहुन्छ त? विशेष गरी पहिला तपाईँहरूको व्यवसायमा अहिलेको इन्टरनेटको जमाना छ होइन, तपाईँले केमा तपाईँले बिजनेस तपाईँले स्टार्ट गर्न आँट्नु भएको छ, पहिला अध्ययन गर्नुहोस्, एकदमै अध्ययन गर्नुहोस्। यसको अप्ठ्यारो बाटो चाहिँ तपाईँले केलाउनुहोस्। अप्ठ्यारो बाटो केलाइसके पछाडि मात्रै तपाईँलाई मजा आउँछ। किनभने तपाईँले यहाँनिर के छ भने सुरुमा तपाईँलाई सजिलो बाटो तपाईँको मान्छे भनिन्छ, सिकाइन्छ र तपाईँले हाम फाल्न लगाइन्छ। तपाईँ चाहिँ जस्ट अपोजिट तरिकाले व्यापारमा हाम फाल्नुहोस्। तपाईँको रिक्स छ भनेर हाम फाल्नुहोस्। अवश्य रूपमा तपाईँहरूको
त्यो एउटा दिनमा तपाईँलाई मजा आउँछ त्यो जब त्यो रिस्क कभर गर्नुहुन्छ अनि बिजनेसको मजा तपाईँले लिनुहुन्छ म त्यही भन्न चाहन्छु तपाईँहरूलाई चाहिँ अब नेपालमा सम्भावना बाटो खुलेको छ होइन सम्भावना छ नेपालमा लगानी गर्नुहोस् आफूले जानेको आफूले बुझेको ठाउँमा लगानी गर्नुहोस् भन्दै अब तपाईँहरूको चाहिँ आजको समय एकदमै रमाइलो भयो विशेष गरी विशाल भाइ एकदमै जुझारु भाइ उहाँको सम्पूर्ण टिम क्यामेराम्यानहरू भाइहरू सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद पनि दिन चाहन्छु र आजको यो मिठो चिया गफमा चाहिँ रमाइलो गफहरू भएकोमा होइन अब आगामी दिन फेरि आगामी कुराहरूमा फेरि नयाँ कुराहरू जोडिँदै हामी अगाडि बढौँला भन्दै फेरि पनि भाइलाई धन्यवाद दिन चाहन्छु धन्यवाद हजुरलाई पनि समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दादा थ्याङ्क यू सो मच धन्यवाद